अब मेरो संसार हो। श्रीमतीको त अब मैले भनिसकेँ, अघि नै बयान गरिसकेँ। मलाई सुखमा मात्रै हैन, सुखमा भन्दा पनि बढी एकदम दुःखमा साथ दिएको। सायद मेरो मिसेस हुन्थेन भने सायद म यहाँ हुन्थेन होला। सायद डिप्रेसनको शिकार हुन्थ्यो होला। आज म विदेशी नि हुन्थेँ होला। सुसाइड गर्थेँ होला कि दाइ, म ऊ नभएको भए। आज म जे छु यहाँ जुन अवस्थामा छु मेरो बुढीको कारण जसले। छोराको बारेमा केही भन्नु पर्यो भने? छोरालाई दाइ अब त्यति बेला केही पनि थाहा थिएन हैन। रिपोर्ट आउँथ्यो अनि छोराको मुख हेरेर चाहिँ एकदम रुन्थेँ हैन। बुढी पनि अब केही भन्न सक्थेन थियो। अब म चाहिँ एक्लै रुन्थेँ दाइ, अब कोठामा बसेर। अब त्यो कुराहरूले